Test. Let's go to the back test. Yeah, good. Almost got to back test होइन यहाँ गरेन मैले हेरिनँ क्या मार्केट अहिले आउँदैछु के आज चाहिँ म ब्याक टेस्टमा के गर्छु भने है गाइस everyone to listen to my video र मेरो भिडियोमा हेर्छु ल आज कुन क्यान्डलले कसरी कस्तो क्यान्डल बनेर चाहिँ मार्केटले ठुलो बम ल्याउँछ भनेर चाहिँ म त्यो हेर्न ट्राई गर्नु खोजिरहेको छु ओके लेट्स गो माउसले गरौँ न है यस्तै टाइम लाग्छ है फेरि पज गरौँ एकछिन यो एरियामा मिठो बाइक छ किनकि यो सपोर्ट एरियामा यस्तो राम्रो डिरेक्सन गरेर प्लस ग्रिन क्यान्डलले प्रेस गरे बट यहीँ पुगेर मार्केटले डाउन ल्यायो अब यहाँले चाहिँ केही कन्सलेसन हुनसक्छ यहाँनिर कन्सलेसन हुनसक्छ र कि बुम है कि यहाँबाट बुम माथि यसको के हुन्छ हेर मुभमेन्ट ल्यायो अलरेडी मुभमेन्ट ल्यायो बुम भनेको थिएँ मार्केट कन्सलेसन गरेन यहाँ तर माथि मुभमेन्ट ल्यायो राम्रो किनकि यहाँ राम्रो ऊ बनायो क्या यसले स्ट्रक्चर बनाएको थियो नाउ रिभर्सल एरिया यो एरिया त रिभर्सल मिठो रिभर्सल भयो यहाँनिर अब कतिको रिभर्सल कुन चाहिँ रिभर्सल कस्तो छ भन्ने कुरा चाहिँ कसरी रिभर्सल भन्दाखेरि यो लाइन टच गर्यो र यसलाई भन्छ ब्रेक अफ स्ट्रक्चर यस्तो राम्रो ब्रेक गर्यो मान्छेहरूले धेरै ट्र्याप गर्यो यहाँनिर यहाँ ब्रेक गर्यो भने मान्छेले के गर्यो वेट गर्यो एउटा क्यान्डल अनि एउटा क्यान्डल वेट गरेपछि माथि जान्छ भनेर चाहिँ मान्छेहरूले धेरै बाई गर्छ इभन म भएको भए नि बाई गर्थेँ है त्यसैलाई यहाँ सिक्दैछु है ब्रेक अफ स्ट्रक्चर बन्यो एन्ड देन मार्केट माथि गयो बट सडनली फल डाउन बिलो द ब्रेक अफ स्ट्रक्चर लाइक जस्ट टच गर्यो अनि राम्रो स्ट्रक्चर कस्तो बनाएको छ हेर्छु है म स्ट्रक्चर कस्तो बनाएको छ है स्ट्रक्चर यहाँनिर हेऱ्यो भने स्ट्रक्चर राम्रै छ किनकि ठ्याक्कै टच गरेको छ रिजेक्सन गर्यो विथ ग्रिन क्यान्डल एन्ड मेकिङ लाइक फर्स्ट बेरिस क्यान्डललाई बुलिस क्यान्डलले ब्रेक गर्यो अनि सेकेन्ड ब्याक टेस्ट लाइक टेस्टिङ गरेको छ रिटेस्ट गरेको छ रेड क्यान्डलले एन्ड देन थर्ड क्यान्डल ग्रिन बनेको छ अनि फोर्थ क्यान्डलले ब्रेक गरेको छ दिस इज द रिजेक्सन गुड रिजेक्सन लाइक
गुड मुभमेन्ट बट सडनली यहाँनिर यो एरिया चाहिँ डिमान्ड लिक्विडिटी ग्राब गर्यो यसले लाइक लिक्विडिटी पुल भन्छ एन्ड फल डाउन गर्यो बट इभन माथि जान खोज्यो बट सेलिङले प्रेस गर्यो र बुम तल झऱ्यो सेम सेलिङ लिक्विडिटी यहाँनिर ग्राब गर्यो अनि राम्रो बुलिस क्यान्डल बनेको छ सो बट यहाँनिर बेरिस क्यान्डल बन्यो गुड बेरिस पर्फेक्ट वाउ यसलाई भन्छ ट्र्याप एरिया राइट अब हामी जस्तो बायर्स हामी जस्तो ट्रेडरले यहाँनिर पैसा घुमाउने हो क्या यो एरियामा पैसा घुमाउनु बाहेक अरू केही छैन अब के सोच्छौँ भने हामीले यत्रो माथि हिट गर्यो मार्केटले अनि यत्रो तल झऱ्यो माथि जान खोज्यो दुईचोटि क्यान्डलले लाइक दुईचोटि रिजेक्सन भएर सेलिङ एक्टिभ छ भनेर चाहिँ हामीले सेलिङ गर्छ इभन यो क्यान्डलमा सेलिङ गर्न सक्छ उस्तै पऱ्यो यो दुइटा क्यान्डलमा है धेरै मान्छेहरू ट्र्याप भएको थियो होला सायद यहाँनिर होइन बट बुम एउटा क्यान्डलले ब्रेक गरिदियो एन्ड सेकेन्ड क्यान्डल यहाँ केही स्ट्रक्चर बनाएको छैन कि बाइङको जस्ट यही स्ट्रक्चरले पेलिएको वास्तवमा यो स्ट्रक्चरले जहाँ यो स्ट्रक्चरमा बाइङहरू एक्टिभ थियो नि झन् यो बाइङ एक्टिभले अलमोस्ट यहाँ इन्ट्री यिनीहरूको र अलमोस्ट यिनीहरूको स्टक लस यहाँ छ लाइक यो एरियामा चाहिँ स्टक लस हुनसक्छ भन्ने मेरो थट भयो कस्तो भन्दाखेरि यो स्ट्रक्चर राम्रो स्ट्रक्चर बनेको छ यहाँनिर है बाइङको म पुछ लिन्छु यो स्ट्रक्चर बन्यो यहाँनिर लगभग यो एरियामा स्ट्रक्चर बनेर स्टक लस विल बी हियर एन्ड प्रफिट विल बी हियर है जति नै बाईले गरे चाहिँ बाई गर्नेको अझै पनि ट्रेड चलिरहेको छ त्यही भएर बाइङ एक्टिभहरू धेरै भयो यो यत्रो डाउन किन झऱ्यो भन्दाखेरि यहाँनिर यत्रो मुभमेन्ट आएपछि मान्छेले धेरै टुक प्रफिट टुक गर्छ यहाँबाट होइन टेक गर्छ है प्रफिट आउट गर्छ है त्यही भएर हल्का डाउन गर्यो अनि यहाँनिर स्ट्रक्चर बनेर मान्छेले यहाँनिर लगभग यहाँनिर बाई गरेको छन् है उनीहरूले वेट गरेर बस्छ उनीहरूको टार्गेटसम्म बुम टार्गेटलाई हिट गर्यो बुम द्याट्स कज द ट्रेड्स है सेलिङ गरेको राम्रो स्ट्रक्चर बनेको यहाँ अझै राम्रो मुभमेन्ट ल्याए र यसलाई हेर्ने हो भने कस्तो छ ट्रेड थाहा यो ट्रेड कस्तो छ भन्दाखेरि डाउन गह अनि यस्तो गएको छ यस्तो यस्तो हल्का यहाँबाट जहाँ यस्तो यस्तो हुँदै अनि बुम ब्रेक गऱ्यो हल्का यहाँ बुम गऱ्यो लाइक लाइक यस्तो गएको होइन मार्केट कहाँ गयो होइन यस्तो यसलाई लाइनले हिसाब गरौँ न यही त है यहाँ गयो यस्तो गयो यो एरिया भयो अनि बुम माथि गयो अनि यसलाई कन्सुलेसन गऱ्यो बुम माथि राइट सो अब यसलाई हो भने यसलाई चाहिँ बुलिस फ्ल्याग भन्छ है लाइक जस्तो बुलिस फ्ल्याग त बनेको होइन तर यहाँ बनाउन खोज्यो भने चाहिँ यहाँ हुन्छ बुलिस फ्ल्याग यहाँनिर बनाउन खोज्यो भने हुन्छ बट जति बेला नि यो युज हुँदैन होइन अनि बुलिस फ्ल्यागमा यहाँनिर राम्रो स्ट्रक्चर बनिदियो यो एरियामा यहाँ पनि बाई लिन सक्छौँ हामीले यहाँ अनि छोटो मिठो बाई लिन सक्छौँ यहाँनिर बुलिस फ्ल्याग त्यही हो अब गाह्रो छ ट्रेड सबैलाई थाहा छ अहिले गाह्रो नभए सबैजना ट्रेड सक्सेस हुन्थ्यो होला है अब ओके ट्राई गर्ने हो ओके लेट्स गो
तिनवटा बेरिस क्यान्डल भन्यो राइट? वाउ, यत्रो बेरिस क्यान्डल बनेर पनि मार्केटले बुलिस क्यान्डल गर्यो र बट यहाँबाट रिजेक्सन भयो। आई थिङ्क समथिङ इज हियर, नथिङ इज देयर। केही न केही छ यहाँनिर, त्यही भएर यत्रो ठुलो बेरिस आउन सक्दैन यहाँ। सेकेन्ड क्यान्डल पनि वेट गरेँ मैले। बुम। अब यहाँ पनि सेलिङ एक्टिभ छ भन्ने एउटा कन्सेप्ट हुनले सेल गरे र यहाँ पनि प्रफिटको ठाउँमा लस गरे यिनीहरूले। वाइ? बिकज अब यो डुस टु क्यान्डल, फकिङ डुस क्यान्डल, यो दुइटा छ नि, यो रणमतीको छोरो हो क्या, यसले लास्टै गर्छ। यसले गर्दा नि कतिको प्रफिट, कतिको लाइक गेन हुने ठाउँमा लस गर्छ क्या। कतिले लस गर्छ यो ठाउँमा थाहा छ कसरी भन्दाखेरि चाहिँ, अब यो एरियामा कसरी आयो भन्दाखेरि लाइक यहाँ गयो दुईचोटि रेड क्यान्डल भयो, तिनचोटि रेड क्यान्डल, बट तिनचोटि रिजेक्सन गरे राइट। एक्सेलेसनमा राम्रोसँग रिजेक्सन देखाउनु दिएर, अरू ट्रेड अरू उसमा चाहिँ प्लेटफर्ममा चाहिँ राम्रो ट्रेड रिजेक्सन देखाउँछ राइट। अनि ग्रिन क्यान्डलले एक्टिभ गरेको होइन भन्ने यहाँ बताउँछ। अनि सेकेन्ड क्यान्डल अझै एउटा क्यान्डल वेट गरेर बसेँ म, लाइक बट मिठो रिजेक्सन गरे कि यस्तो राम्रो रिजेक्सन प्लस विथ रेड क्यान्डल। नाउ the confirmation is strong confirm, like confirmation candle is showing this chart, so I'm gonna sell it. Let's do it. No, no, यहाँ बुलिस क्यान्डल बनिदियो के, तिनवटा बुलिस क्यान्डल, मार्केट अझै माथि जान खोजिरहेको छ। नाउ अब चाहिँ 1 2 3 4 क्यान्डल ग्रिन रेड क्यान्डल बनिदियो। बुम बुम। अब चाहिँ सेलिङहरू एक्टिभ छ भनेर बुझिन्छ है। Now this is called the selling pressure. But no, जतिले यो एरियामा हेरौँ है, जतिले यहाँनिर ब्रेकअप भयो, ब्रेक आयो, यो एरिया ब्रेक गर्यो भनेर जतिले सेल लिएको थियो त्यसको फर्स्ट क्यान्डल बुम, यहाँनिर त स्टार लसको राखेकै हुन्छ यिनीहरूले जतिले गर्ने, बुम लगिदियो। अझै माथि गयो मार्केट, अझै माथि गयो। वाउ, यहाँ रिजेक्सन आयो मिठो। ओ मिठो ट्रेड नि होइन। अब मैले बुझ्न पर्छ कि इन्टर मार्केटमा कस्तो क्यान्डल भएको थियो र मार्केट किन यत्रो, यो क्याप्चर गर्न पायो भने कति पिप्स हो, 140बाट सिधै 127, 40 27, लाइक 100 पिप्स, 200 पिप्स, कति पोइन्ट्स हो, लगभग 40 20 20, लाइक 15 एराउन्डली, लाइक 13 पोइन्ट्स त झरेर छ त राइट। यो क्यान्डल लाइक यहाँनिर सेल गर्यो भने नि, यहाँनिर सेल गर्यो भने नि यस्तो मिठो टार्गेट हिट भन्छ क्या। स्टक लस अलमोस्ट हियर हुन्छ, यहाँ यो एरियामा हुन्छ टार्गेट अगाडि नि, टार्गेट विल बी हियर, यहाँ राखे नि भयो। बुम। मार्केटले राम्रो मुभमेन्ट ल्याएको थियो।
राम्रो मुभमेन्ट ल्याएको थियो। अनि नाउ दिस टु क्यान्डल्स यस्तो राम्रो सेलिङ एक्टिभ भयो नि यो दुइटा क्यान्डलमा, त्यसैले जित्न सकेन यो बुलिस क्यान्डलले। यो राम्रो थिएन भने सेलिङ, लाइक सेलिङ एक्टिभ यहाँ थिएन भने 100% यसले पुल गर्थ्यो यसलाई, र यहीँबाट पुल गरेर हल्का माथि गएर तल झार्थ्यो यसले है। राम्रो राम्रो सेलिङ रहेछ यो एरियामा। सो यो दुइटा राम्रो सेलिङ भयो, अनि यसले प्रेस गर्न सकेन, अनि यसले रिजेक्सन भएको ठाउँमा यो क्यान्डलमा बाई लिन सक्छ क्या। वाउ, म नोटिस गर्नेछु। नाउ सो मुभमेन्ट कसरी आयो भन्दाखेरि चाहिँ यो तिनवटा कहाँ थिएँ म, यो एरियामै। सो मैले नै छु। सो रिजेक्सन भयो मिठो, मार्केट आउँछ होला है। यहाँ आएर यहाँ जान्छ र मार्केट, कति पाउँथिस् यहाँ आएर यहाँ जान्छ। वाट एबाउट दिस स्ट्राटेजी, बिकज यहाँ लिक्विडिटी छ, ग्राब गरेर जान सक्छ भन्ने मेरो थोडो। बट यदि मार्केट तल लास्टै गयो भने नि यहाँसम्म बाइङ एरिया पर्फेक्ट दिस एरिया हुन्छ, यहाँ हुन्छ। I'm sure. Let's see. Right, but where continues here. ओके, म यही थिएँ, मैले नोट गरेँ यो, त्यही भएर पज गरेको थिएँ भिडियोलाई। नाउ अब फेरि यो चाहिँ रिजेक्सन भयो, यहाँबाट तिनवटा ग्रिन क्यान्डल बढ्यो, बट रेड क्यान्डलले फेरि रिभर्स गरेर फेरि यहाँ चारवटा ग्रिन क्यान्डल बढेको छ, बट दिस वान इज नट द लाइक बाइङ स्ट्रेचर। आई नो, सी मलाई थाहा थियो यहाँ बाइङ स्ट्रेचर छँदै छैन। यत्रो बुक गरेर जसले यहाँनिर तिनवटा चारवटा क्यान्डललाई वेट गरेको थियो त्यसले यो हुन्छ, र त्यसको एटलिस्ट यहाँनिर बाई गरेको थियो भने, एटलिस्ट यहाँ बाई गरेको थियो भने त्यसको स्टल लस हुन्छ है। हेरौँ लेट्स नाउ बुम, यहाँबाट रिभर्सल खत्रै पुल ब्याक गर्यो। नाइस, यो मुभमेन्ट नि यसले आएको होइन क्या, जसले यहाँ बाई गरेको थियो नि यत्रो त्यो
त्यहाँ आएर यत्रो फल आएर डेफिनेटली आउट गर्दा यत्रो फल भएपछि होइन एउटा दुइटा चारवटा क्यान्डल गरेपछि होइन बट प्रोफेसनल ट्रेडरहरूले चाहिँ जो थियो त्यसको राम्रो यहाँनिर स्ट्रङ बाई थियो त्यसैले यही रिभर्स गर्यो र स्टक लस अलमोस्ट हिट गर्यो होला यसले यो क्यान्डलले सी यो क्यान्डलले 100% स्टक लस गर्यो यहाँ गरेपछि त 100% यसको त यहाँ हुन्छ त हौ स्टक लस ग्राब गर्यो यसले यो क्यान्डलले अनि मिठो बाई स्ट्रक्चर बन्यो राइट लाइक यसमा पनि बाइङ देखेको छैन राइट ठुलो बुलिस क्यान्डल त बन्यो बट यो एरिया म देखाउँछु यो एरिया लिक्विडिटी पुल गर्यो लाइक लिक्विडिटी ग्राब गर्यो र हल्का डाउन गयो मिठो रिजेक्सन गर्यो यो क्यान्डलले सेकेन्ड क्यान्डल एन्ड थर्ड क्यान्डल नाउ आई हेभ अ पर्फेक्ट structure here with two times rejection and making bullish candle here and मैले यो ट्रेड यहाँ लिन्छु र रेड क्यान्डल म लिन सक्छु उस्तो पऱ्यो किनकि गरेको होइन र मेरो टार्गेट 35 देखि 45सम्म हुनेछ 45 है राइट पर्फेक्ट ओके लेट्स सी लाइक अहिले गरौँ है मार्केट कहाँसम्म पुग्छ आखिरकार बीच रिजॉर्ट पर कुछ आराम करने का मौका लोगों ने लाड़ प्यार के साथ वाउ पर्फेक्ट यहाँ liquidity pull back liquidity pull like liquidity grab and making three bullish candles what about this what about this that's the market यहाँ I'm not trade but I'm just strategy मेरो strategy अनुसार चाहिँ मार्केटले थ्री क्यान्डल राम्रो गर्यो बट टेस्ट गर्यो ब्याक किनकि यो एरियामा राम्रो बाइङ भएको भए यसले ब्रेक गर्थ्यो होला यहाँ नभए राम्रो एउटा क्यान्डल बनाउँथ्यो होला यो राम्रो छ नि क्यान्डल यहाँसम्म लिन सक्छु त्यहाँबाट म यहाँ लिन लिन्छु मेरो चाहिँ टार्गेट 38 देखि 28 38 देखि 38 28 100 पिप्स होइन यहाँ अब मैले यहाँसम्म लिन्छु छोटो मिठो स्काल्पिङ बुम हिट गर्यो आवाज फेल्ड सो जुन मेरो टार्गेट थियो अघिदेखिको त्यो ब्रेक गर्यो होइन स्टार हिट गर्यो कसरी भन्दाखेरि यत्रो मुभमेन्ट आएपछि तल एक्कासी त झर्दैन भन्ने पनि थियो सिधै क्यान्डल बनायो चारवटा ब्रेक यसमा चाहिँ लो लो लोवर हाई लोवर लो लोवर हाई लोवर हाई हायर लो ब्रेक गर्यो क्यान्डल देख्नु पायो डाउन झऱ्यो यो क्यान्डल सर्न पायो भए यस्तो मिठो रहेछ It's okay. It's okay. It's okay. आज ट्रेड होइन आज कुन क्यान्डलले चाहिँ कतालाई जान्छ भन्ने हामीले आफ्नो स्ट्राटेजीलाई इम्प्रुभ गर्ने हो राइट यसमा स्ट्रक्चर कस्तो बनेको छ
यत्रो मुभमेन्ट गरेको छ यार। लिक्विडिटी पुल ब्याक गर्यो, लिक्विडिटी पुल गर्यो, अनि यहाँनिर ट्रेड लिन सकिन्छ हामीले। रिजेक्सन भएर फर्स्ट सेकेन्ड क्यान्डललाई वेट गरेर त्यहाँनिर क्यान्डलसम्मको पाए त पर्फेक्ट हो क्या। ओके, वाउ कस्तो मिठो क्यान्डल भन्ने यार भाइ। सो वाउ कस्तो मिठो मुभमेन्ट आएको। चिन्ता पुलिस क्यान्डल यत्रो लिक्विडिटी बनाएको छ नि यहाँ, झार्छ क्या यहाँनिर। मार्केट यस्तो मिठो झार्थ्यो अहिले, वात्तै झारिन्छ रे। यस्तो लिक्विडिटी बनाएको नि त्यहाँ गयो। अब यहाँ टच गऱ्यो है, अब यहाँनिर सेलिङ यस्तो मिठो झार्थ्यो है। रिजेक्सन भयो, ट्विटर रिजेक्सन भयो सेकेन्ड टाइम, त्यसलाई ब्रेक गर्नु पाएन। अब लट झार्छ रे। भनेको थिएँ नि मार्केटले झार्छ भनेर। किनकि यस्तो मिठो लिक्विडिटी बनाएको क्या, यो एरियामा लिक्विडिटी, यो एरियामा लिक्विडिटी, यहाँ लिक्विडिटी, यो एरियामा लिक्विडिटी, यहाँ लिक्विडिटी, झारेकै झाऱ्यो, झारेकै झाऱ्यो। लिक्विडिटी ग्राब गर्यो र यहाँ बाई गर्यो, लाइक पुलिस क्यान्डल। मैले भनेको थिएँ त मार्केटले झार्छ। अब यहाँ पनि यस्तो मिठो लिक्विडिटी बनायो। अब लिक्विडिटी यहाँनिर अलमोस्ट 株価下落なら狙いにばい。ムームー証券。上昇でも下落でも利 अब 益のチャンスを狙い लिक्विडिटी बनाएको यहाँनिर। 業界最安値 वाउ 株式投資 यस्तो रिजेक्सन म दुइटा क्यान्डल वेट गर्छु है। नाइस नाइस बट नाइस के क्यान्डल वेट गर्थ्यो कि फर्स्ट कुरा भनेको। पर्फेक्ट लिक्विडिटी ग्राब गर्यो यहाँनिर। X キラット F1 ドライバー角田裕樹に So, राम्रो लिक्विडिटी। अब म अझै दुइटा क्यान्डल वेट गर्छु फर्स्ट क्यान्डल Thanks सेकेन्ड। for letting me borrow. नाइस Thanks for letting me borrow your car. यसले ब्रेक गर्यो। लास्ट वान क्यान्डल वेट गर्छु म, लास्ट वान क्यान्डल। पर्फेक्ट के हुन्छ अब मैले यहाँनिर बाई इट विल बी ह्यापन। यत्रो माथि आइसक्यो कि माथि माथि यहाँ स्टल राखेर यो एरियामा जान्छ त बेसी। अलमोस्ट वाउ हिट्स हिट गर्यो नि त। यत्रो मुभमेन्ट आए पनि हिट गर्यो नि त। यहाँ ट्रेड गर्यो भने चाहिँ लस नभइकन, जिरो लस नभइकन पर्फेक्ट गर्यो। द्याट वाज सो गुड ट्रेड। ओके ओके म यसलाई काट्छु र मैले मेरो डेमो लेख्छु कसरी मार्केट माथि गयो भनेर।
सो असम्म दुइटा मैले कसरी मार्केट चाहिँ कुन कन्डिसनमा चाहिँ मैले कसरी कुन कन्डिसनमा चाहिँ मार्केटले कसरी के गर्छ भनेर मैले चाहिँ दुइटा स्ट्रक्चर लिइसकेँ है दुइटा स्ट्रक्चर बनाइसकेँ सो एउटा चाहिँ माथिबाट सुरुको स्ट्रक्चर चाहिँ सेलिङ स्ट्रक्चर थियो है सेलिङ स्ट्रक्चरमा माथि टपमा गएको थियो र फर्स्ट कुरा रिजेक्सन गर्यो रिजेक्सनलाई ग्राब गर्यो विथ ग्रिन क्यान्डलले अनि मेकिङ द सेकेन्ड क्यान्डल इज मेकिङ विथ टु रेड क्यान्डल्स बिग रेड क्यान्डल्स एन्ड हामीले के हुन्छ ट्रेड गर्ने बेला जहिले पनि स्ट्रक्चर वेट गर्ने राइट पर्फेक्ट स्ट्रक्चर वेट गरेको वेट गर्ने र स्ट्रक्चर वेट गर्दा चाहिँ के हुन्छ दुईटा क्यान्डल रेड क्यान्डल बन्दा पनि तिनवटा लाइक सेकेन्ड क्यान्डल दुइटा रेड क्यान्डल बनेपछि सेकेन्ड क्यान्डल सानो ग्रिन क्यान्डल बन्यो राइट लाइक जति बेला यही हुन्छ भन्ने छैन तर बट स्ट्रक्चर यस्तै हुनसक्छ एभ्री टाइम है जब बाइङ प्रेसर गरेको छ भने त्यो बाइङ त्यो जुन चाहिँ बाइङ बटम छ नि त्यसलाई तल झार्दैन क्या त्यो उसलाई पेल्दैन के पेल्यो भने चाहिँ सेलिङ ए एक्टिभ छ भनिन्छ र वेट गरिन्छ हामीले अनि जब सेलिङ प्रेसर हुन्छ तब सेलिङलाई अलिकति राम्रो स्ट्रक्चर बनाउँछ र सेलिङ प्रेसर गर्छ अन्त हामीले सेलिङ गर्छौँ वेट गरेर बस्छौँ बाइकको लागि राइट यहाँ के छ दुईटा रेड क्यान्डल बनेको छ बेस्ट रेड क्यान्डल एकदम राम्रो क्यान्डल बनेको थियो दुईटा अनि थर्ड क्यान्डल ग्रे र फोर्थ क्यान्डल सानो रेड क्यान्डल बनेको छ त्योले नि के हुन्छ कन्फ्युज हुन्छ ए यहाँ सेलिङ छ कि बाइङ छ बाइक पनि सानो बनाएको छ सेल पनि सानो बनाएको छ बट यसले भन्छ कि लाइक अब वेट गर्ने हजुर हजुर राम्रो स्ट्रक्चर वेट गर्ने यदि हामीले त्यहाँनिर रेड क्यान्डल सानो रेड क्यान्डल बनेको ठाउँमा हामीले बाई गरेको भए अबको के हुन्छ तल जानै सक्छ माथि जान सक्छ केही हुन्छ र वेट गर्ने त्यही भएर इट्स ओके टार्गेट मिस भयो ट्रेड मिस भयो भनेर डजन्ट म्याटर के भोलि पनि मिल्छ पर्सि पनि मिल्छ एभ्री टाइम मार्केट एभ्री टाइम हुन्छ बस हाम्रो एकाउन्ट हुँदैन आज म जसरी म यहाँ बसेछु नि ब्याक टेस्टिङ गरेको छु नि मेरो एकाउन्ट लस भयो मेरो एकाउन्ट कतिचोटि ब्लो गरेछु कतिचोटि मैले फालिसकेँ कतिचोटि मेरो पैसा गइसक्यो आई एम अफ्रेड के म यति डराएको छु के बट आइ एम स्टिल ट्राइङ माई बेस्ट म अब यो जति मैले ठुलो गल्ती गरेँ त्यो मेरो गल्ती हुने छैन फ्युचरमा द्याट्स वाइ आइ एम हियर ब्याक टेस्टिङ गरिरहेको छु राइट सो वेट गर्ने यदि मैले त्यो रेड क्यान्डलमा ट्रेड गरेको भए मेरो स्टप ल यहाँ थियो यहाँनिर के भनेको छ तिनवटा ग्रिन क्यान्डल बनेको छ कन्टिन्युसली तिनवटा ग्रिन क्यान्डल बनेको छ र वेट गर्छु अझै तिनवटा राम्रो क्यान्डल बनेको छ किनकि त्यो दुईवटा क्यान्डल सुरुको रेड क्यान्डल छ नि त्यसले पेलेकै होइन क्या इभन फर्स्ट क्यान्डलमा गएर होइन इभन फर्स्ट क्यान्डल लाइक त्यो सुरुको दुईवटा क्यान्डलको लाइक सेकेन्ड क्यान्डलमा गएर होइन रिजेक्सन आयो एन्ड विथ थर्ड क्यान्डल मेकिङ द भेरी बुलिस क्यान्डल राइट भेरी एकदम राम्रो बुलिस क्यान्डल गर्यो र फेरि अर्को क्यान्डल रेड क्यान्डल बनेपछि ग्रिन क्यान्डल बन्यो विथ अ हाफ बन्यो है रेड क्यान्डलको हाफ ग्रिन क्यान्डल बन्यो अनि लास्टमा एउटा ट्रेड बन्यो एउटा क्यान्डल बन्यो कि कस्तो लाइक विथ रिजेक्सन बाय अ रेड क्यान्डल जुन ठाउँमा हाम्रो दुइटा स्ट्रङ रेड क्यान्डल थियो नि बेरिस क्यान्डल थियो नि त्यहाँनिर रिजेक्सन गरेर सानो एउटा रेड क्यान्डल बन्यो रिजेक्सन गरेर एउटा बडी सानो बडी बन्यो रिजेक्सन गरेर अनि थर्ड क्यान्डलमा विथ अल्सो मेकिङ द रेड क्यान्डल विथ रिजेक्सन राइट किनकि त्यहाँनिर दुईचोटि कन्सुलेसन भएर चाहिँ त्यहाँनिर एउटा सानो सपोर्ट लाइन बनेको थियो त्यही भएर त्यो सपोर्ट लाइनमा एउटा सानो एउटा रिजेक्सन गरेर रेड क्यान्डल बनेको छ नाउ वी हेभ अ कन्फर्मेसन बिकज देयर इज अ रिजेक्सन फ्रम आवर two berries लाइन है त्यहाँनिर छोएर चाहिँ बेरी साइडमा छोएर चाहिँ त्यहाँनिर एउटा राम्रो स्टिक बनेको छ है रिजेक्सन र बडी बनेको छ अनि त्यहाँनिर सेकेन्ड क्यान्डलमा रेड बनेको छ र मैले त्यहाँनिर क्रिएट गर्नेछु राइट एभ्री टाइम यस्तो हुँदैन बट हामीले यस्तो गर्ने कि कति बेला रिजेक्सन भयो भने केही न केही त्यहाँनिर
मार्केटमा ठुलो केही हुनेछ भन्ने कुरा बुझिन्छ। सो रिजेक्सन भयो, यहाँ पनि हेर्न सकिन्छ। रिजेक्सन भयो, के रिजेक्सन भन्दैमा ओके बाई गर्ने यहाँ, वेट गर्ने, वेट गर्ने, अनि सेकेन्ड क्यान्डल पनि रिजेक्सन भयो, थर्ड क्यान्डल नाउ वी हेभ टु लाइक ल है बाई सेलिङ, लाइक सेलिङ एक्टिभ छ है भनेर। यदि मैले यहाँनिर ट्रेड लिएँ भने है, यदि मैले यहाँनिर सर्ट लिएँ भने नि यो क्यान्डलमा है, स्टप लस मैले यहाँ राख्नेछु यो एरियामा, किनकि लिक्विडिटी यहाँ छ है। अनि मेरो टार्गेट विल बी हियर, यो एरियामा, यो एरियामा यहाँ लिक्विडिटी छ है। सो गयो, बट यहाँनिर छ नि त यो एरिया छ नि त, विच यो एरिया छ नि त, यसले त पेलिएर भयो नि त, डेफिनेटली यसले पेली भयो नि त। त्यही भएर पेलेर माथि गयो, किनकि यहाँनिर लिक्विडिटी छ, बाइङ लिक्विडिटी राइट। लिक्विडिटी छ क्या यहाँ, लिक्विडिटी भएर चाहिँ यहाँनिर माथि गयो। बट मेरो स्टक लस चाहिँ हिट गरेन नि त, मैले वेट गर्न सक्यो भने त राम्रो आयो नि त मेरो सेल। इभन यहाँसम्म आयो, इभन यहाँसम्म आयो, यस्तो हुन्छ क्या त्यहाँ वेट गर्ने भन्छ नि, त्यही हो। अनि त्यसपछि इट्स ओके, तिमीहरूको एकाउन्टमा 150 छ, अलग 150 छ, 200 छ, इट्स ओके। 0.0 लटले गरे पनि $30 होला यहाँनिर होइन, इट्स ओके। $30 गयो भने नि के हुनु, नेक्स्ट ट्रेड 3टा ट्रेड 4वटा 5वटा ट्रेड लिन पाउँछ। इभन आफ्नो ब्यालेन्स अनुसार, आफ्नो लाइक क्यापिटी अनुसार, ए, मसँग 200 छ भने, 200 USD छ भने नि होइन, कतिचोटि मैले ट्रेड पाउँछु, एटलिस्ट 3 or 4 टाइम मैले ट्रेड लिन पाउँछु। एकदम लाइक मेरो आधी ट्रेडसम्म, मैले आधी ब्यालेन्ससम्म ट्रेड लिनु पायो भने 3 or 4 नभए यस्तै कम्पोजिसन अनुसार लियो भने त सबै त ट्रेड एक्जिट त्यस्तो हुँदैन नि त। सो कम्फर्मेसन वेट गर्ने, लाइक त्यो कम्फर्मेसन हो, इट्स ओके। सो यही हो। अनि सेकेन्ड भनेको चाहिँ यही हो, सेकेन्ड भनेको चाहिँ मेरो यही ट्रेड हो, बाइक कम्फर्मेसन है। बाइक कम्फर्मेसन जहिले पनि एकदमै एकदम बाई हुन्छ है, किनकि सेलिङ जस्तो लिक्विडिटी एकदम, सेलिङले एकदम राम्रो झारिदिन्छ एकैचोटि है, तर बाइकले चाहिँ एकदम प्रेसर गर्छ बाइकको लागि है। अब यही हेर्न सकिन्छ, यहीँनिर हो मैले लिएको चाहिँ ट्रेड, लाइक सिकेको मैले स्ट्रक्चर लिएको, यहाँ झऱ्यो। फर्स्ट कुरा हायर, सुरुमा यसले हायर हाई बनायो, सोरे लोवर हायर लोवर बनाएको थियो यसको, र हायर हाई बनायो यसले राइट। अब यसले झार्छ, लोवर लो, हायर लो, लोवर लो, चुट्टो हायर लो, लोवर लो राइट। सुरुको र सेकेन्डको हेर कति सानो हुँदै यो सानो गरेर, अब के बुझिन्छ, यहाँ पनि सानो हुँदै सानो, लोवर लो, लोवर हाई, लोवर हाई, सानो सानो बनाएपछि अब मार्केटमा के न के चेन्ज आउन सक्छ भनेर हामीले यहाँनिर, र यस्तो राम्रो यो एरियामा, किनकि यो लिक्विडिटी एरियामा यसरी रिजेक्सन गरेपछि र यत्रो ठुलो क्यान्डल बनेपछि के न के यहाँनिर छ भनेर बुझिन्छ, र 2टा कम्फर्मेसन क्यान्डल बनेपछि डेफिनेटली हामीले बाई लिन सकिन्छ राइट। यहाँ भयो भने मेरो स्टक यहाँ एरिया हुन्छ, किनकि यो दुइटा चाहिँ क्यान्डल एकदमै स्ट्रङ छ है। यदि दुइटालाई ब्रेक गर्यो भने डेफिनेटली मार्केटले तल झार्छ। हेर भाइ, स्टक लस मेरो टार्गेट यहाँ हुनेछ, किनकि यो एरिया मात्र छ एउटा लिक्विडिटी भनेको, यो एरियामा छैन। सी 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 मैले भनेको थिएँ नि, यो दुइटा चाहिँ एकदमै, दुइटा क्यान्डल चाहिँ भने चाहिँ एकदम स्ट्रङ छ, यसले झार्यो भने गयो मार्केट, त्यहाँ स्ट्रङ छैन। सी बुम, टच गऱ्यो त टार्गेटलाई, मैले के हुन्छ टार्गेट यही हुन्छ भने सी, यहाँ छ भने थोरै झारे नि त, तर रहेन चाहिँ रहेछ, तर त्यस्तो राम्रो होइन। जसले यहाँ बाई गरेको त यसले यहाँ टुक आउट गर्ने भयो, त्यही भएर तल झर्ने भयो। See here, good, wait for the good confirmation guys, I told you। ट्रेड गर्ने हो भने
जबसम्म हामीले मिहिनेत गरेन कि यो वेट गरेन नि गुड कम्फर्मेसनको लागि। आज एउटा कम्फर्मेसन वेट गरेँ। एभ्री डे 2 टा मात्र सक्सेस भयो भने आफ्नो होप बढ्छ, कन्फिडेन्ट बढ्छ र ट्रेड गर्नलाई जहिले पनि हामीले के गर्छौँ कन्फिडेन्ट प्लस गुड स्ट्रक्चर हेर्छौँ हामीले। म एउटा लाइक टिकटकमा एउटा बिली भन्ने एउटा चिज आइडी थियो र त्यसले लाइभ गर्थ्यो होइन त्यो मान्छेले कहिले ट्रेड गरेको देखिनँ मैले होइन एभ्री टाइम त्यसले ट्रेड गर्थेन मैले ट्रेड गरेको देखेन क्या कतिचोटि मैले लाइभ बसेँ त्यसको होइन ट्रेड गरेको देखेर बस लाइभमा हाल्यो र गुड वेट फर द गुड स्ट्रक्चर गुड फर द गुड स्ट्रक्चर वेट फर द गुड स्ट्रक्चर मात्र सुने र मेरो एकाउन्ट लो भयो त्यो टाइममा है किनकि फ्रस्ट्रेसन भयो नि त कहिले ट्रेड लिन्छ अहिले कहिले ट्रेड लिन्छ भनेर जब मैले मेरो एकाउन्ट एकदमै थोरै थियो र मैले ओभर ट्रेड गरेँ जब मेरो ओभर ट्रेड गरेर मेरो एकाउन्ट ब्लो भयो अनि त्यसपछि मार्केटले बुम माथि लग्यो मैले बाई गरेको थिएँ त्यहाँनिर जब मेरो एकाउन्ट ब्लो गर्यो है मेरो एकाउन्ट जिरो बनाइदियो अनि त्यसपछि त्यही ठाउँबाट मार्केटले माथि लग्यो क्या स्ट्रक्चर त बनेको थियो त्यहाँनिर मैले ओभर ट्रेड गरेँ फ्रस्ट्रेसनले त्यो त्यो त्यसको त्यो लाइभ हेरेर होइन आइएम सो सरी किनकि मैले मेरो ओभर ट्रेडले गर्दा मेरो एकदम लस भएको थियो नाउ म एकदमै उयो यत्रो स्ट्रङ बन्छु आफूलाई यो ट्रेडमा यस्तो स्ट्रङ बन्छु नि म I have to wait for my mom, for my family. That's it. आज यति गरौँ है धेरै टाइम पनि भयो अलमोस्ट 8 बजिसक्यो है आजलाई यति गरौँ बाई बाई सी यु द नेक्स्ट